हेलो नमस्कार गुड मर्निङ डिएक्सन सम्पूर्ण मेरो साथीहरूलाई र यो भिडियो चाहिँ फेरि यो मेरो यो एक कोठे घर भने पनि हुन्छ अथवा यो चाहिँ होटल भने पनि हुन्छ एक कोठे होटल। त्यसले गर्दाखेरि म चाहिँ यहाँ आएर सधैँ पनि म भिडियो बनाइरहन्थेँ। निकै समय भयो यहाँ आएर भिडियो नबनाएको, किनभने म अरू ठाउँ मात्रै बनाइराखेको थिएँ। आज चाहिँ यहाँ आएर बनाउने इच्छा भयो फेरि पनि, किनभने भित्र भिडियो बनाउँदाखेरि कोही मान्छेहरू आइपुग्यो नानीहरूले यसो कुचुङ हल्ला हुन्छ। त्यसले गर्दाखेरि चाहिँ म यहाँ आएर भिडियो बनाउनु चाहिँ म अलिकति सानसुन हुन्छ, आनन्द आफ्नै खुसी प्रकारले बनाउन सकिन्छ। त्यसले गर्दा म यहीँ आएर प्राय जस्तो भिडियो बनाउँछु घरमै हुँदाखेरि चाहिँ। र आज चाहिँ म मित्रहरूलाई आरसी र जिएल जसरी खाँदा पनि हुन्छ र कसरी पनि खानु सकिन्छ भन्ने प्रकारले म देखाउनु पर्यो भनेर म यहाँ उपस्थित भएको छु। त्यसले गर्दाखेरि यो मित्रहरूलाई म यो भिडियोमा देखाउँदैछु। हामीले जस्तै बिहान हामीले हरेक कुरोमा मिक्स गरेर खानु सक्छौँ आरजी र जिएल। अनि यदि हामीले बिहान जसरी खान्छौँ यदि खानु भ्याइएन भने पनि हामीहरू स्वास्थ्यको लागि, स्वास्थ्य बन्नुको लागि चाहिँ यो कफी, हामीले यो कफी त हामीले पिनै राखेको हुन्छौँ। यो बट्टामा चाहिँ हामीले अब यसरी कफी बनाएर बोकेको हुन्छौँ। यो कफी बनाएर बोक्दाखेरि यसैमा हामीले आरजी र जिएल मिक्स गर्न सक्छौँ। यो आरजी हो र यो जिएल हो। यो चाहिँ यो रातो च्याउको बारेमा म अरू भिडियोहरू पनि बनाउँछु या बनाइराखेकै पनि छु कतिवटा भिडियो। र यो आरजी भनेको रातो च्याउको यो चाहिँ 90 दिनमा यसको छाता भागबाट बनिएको यो क्याप्सुल हो। यो चाहिँ यो क्याप्सुल हुन्छ यसभित्र। र यो जिएल भनेको चाहिँ 18 दिनभित्रकै यो पनि रातो च्याउबाटै हो, तर अलिक कलिलो भागबाट बनेको यो जिएल। यो पनि क्याप्सुल हुन्छ, अलिक सेतो क्याप्सुल हुन्छ यसमा। यो चाहिँ अलिक कलिलोबाट बनिएको, यो चाहिँ जरा भागबाट बनिएको। त्यसले गर्दाखेरि यो आरजी अनि यो जिएल दुइटै मिक्स गरेर चाहिँ हामीले सेवन गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो तपाईहरुले यदि हामीले बनाएर खाने कफीमा पनि बोकेरै खाने, हामीले दिनभरि पनि बोकेर खान्छौँ अथवा जति बेला पनि हामीहरू घरमा बस्दा पनि खान्छौँ। यो कफीमा चाहिँ यसरी यो क्याप्सुल खोलेर यसको अलिकति तातो तातो कफीमा त छिट्टै बिलिजान्छ। अलिक चिसो छ भने चाहिँ निकै बेर लाग्छ। यो यसरी खोलेर चाहिँ यसको पिठो हुन्छ, यो पिठो लगाएर यो जुन बाहिरको भाग पनि त्यही लगाउनुहोस्, एकछिनमा यो बिलिजान्छ। त्यसले गर्दाखेरि यो चाहिँ एकदमै धेरै फाइबर भएको हुन्छ। यो फाइबरको काम गर्छ यो बाहिरको खोलले पनि है मित्रहरू। म खोलेर लाउँदैछु यसरी हेर्नुहोस्, खोलेर लगाउँछु र यसरी सबै यो पिठो पनि लगाउनु पर्छ। यसरी पिठो झरेको देख्नु भयो होला। यो अब खोस्टा मात्रै भयो नि। अब यो खोस्टा पनि हामीले यहीँ भित्रै लगाउनु पर्छ। यो खोस्टालाई फाल्नु हुँदैन। अब मैले अहिले चाहिँ यो 2-2 मात्रै लगाएँ। हामीले बिहान पनि खाएको हुन्छौँ। हामीले 4-4वटाको दरले चाहिँ हामीहरू यो दुइटै क्याप्सुल खोलेर यसरी नै फिटेर हामीहरू चाहिँ बिहान पनि खाएको हुन्छौँ। अनि यो चाहिँ म दिनभरि पिइरहने कफी हो। त्यसले गर्दाखेरि दिनभरिमा म लगभग यो जुन बोतलको 2 बोतल 3 बोतल चाहिँ म पिइसकेको हुन्छु। त्यसले गर्दाखेरि यो चाहिँ जिएल हो। यो जिएल अलिक सेतो क्याप्सुल हुन्छ। यसलाई पनि यसरी नै खोल्नुपर्छ। यसलाई खोलेर यसलाई पनि यसरी नै लगाउनु पर्छ। यो यसरी नै खोलेर लगाउनु पर्छ। अनि यो खोस्टा पनि जुन छ नि, यो खोल, यो पनि यी नै लगाउनु पर्छ है मित्रहरू, यी नै। किनभने यी नै लगाएपछि चाहिँ
एकछिनमा बिल्डिन्छ अनि यो पानी नै भइहाल्छ। यो चाहिँ प्लास्टिक होइन है मित्रहरू, यो प्लास्टिक होइन, त्यसले गर्दाखेरि यो चाहिँ चामलबाट बनेको, यो चाहिँ फाइबरको काम गर्छ। यसले पनि यसरी अनि यो बिर्को लगाएर अनि मजाले यसो गरेर हल्लाएर हामीले पिरहनु पर्छ। त्यसले गर्दाखेरि चाहिँ यो जुन R0GL को धुलो या कफी सबै छ, त्यसले गर्दा चाहिँ यो पिउँदाखेरि यसबाट चाहिँ एकदमै हामीले स्वास्थ्यमा हामीले लाभ लिन सक्छौँ। किनभने यो R0GL को काम यति धेरै राम्रो काम हुन्छ। त्यसले गर्दा यो जुन GL छ, यो RG, जति यो GL ले चाहिँ हाम्रो शरीरभित्र पसेको जुन टक्सिनहरू छ, हामीले विभिन्न कुरो अहिले त अब हामीले स्वास्थ्य एकदमै शुद्ध खाना खानु, हामीले केही पनि शुद्ध खाना मात्रै होइन, हामीले पानीदेखि लगेर हावा शुद्ध हामीले शुद्ध फेरेको हुँदैन। सबै केमिकल रहितको त हुँदैन, सबै केमिकलसँग त हामीले पिएको हुन्छौँ, खाएको हुन्छौँ। त्यसले गर्दा त्यो टक्सिनहरू छिरिसकेको छ भने यसले चाहिँ सफाइ गर्ने काम गर्छ। र यसले चाहिँ यो GL छ, यो GL ले चाहिँ जति भित्र हाम्रो टुटफुट भएको, हाम्रो इम्युनिटी सिस्टमहरू कति मर्दै गरेको, अथवा कोष भन्दैमा हाम्रो नेपाली भाषाबाट हो भने चाहिँ हाम्रो एकदमै त्यो भित्र शरीर, हाम्रो शरीरमा त एउटा कोषबाट बनेको शरीर हो। 38,000 ट्रिलियन कोषबाट चाहिँ बनेको हाम्रो शरीर हुन्छ भने कतिवटा कोषहरू मर्दैछ, त्यो जगाइदिने काम गर्छ। र यसले चाहिँ हरेक कोषहरूलाई चाहिँ बलियो बनाउने काम गर्छ, मजबुत बनाएर चाहिँ हाम्रो रोगहरू बिस्तारै ठेल्नु सक्छ। रोगहरू छ भने पनि भाग्नु सक्छ, अथवा रोगहरू छिर्नै दिँदैन। हाम्रो यसले अक्सिजन पनि एकदमै राम्रो दिन्छ। त्यसले गर्दा यो दुईटै हामीले मिलाएर हामीले सेवन गर्न सक्यौँ भने हाम्रो शरीरको कोष बढ्नु सक्छ, शरीर मजबुत हुन सक्छ, हाम्रो इम्युनिटी सिस्टम बलियो हुन सक्छ। त्यसले गर्दा हामीहरू स्वस्थ रहन सकिन्छ है मित्रहरू। त्यसले गर्दा यो तपाईहरुलाई मैले सर आज यो देखाएको हो। त्यसले गर्दा यसरी चाहिँ पिउनु पर्छ है मित्रहरू। यसरी म दिनभरि पिइराखेको हुन्छु, तपाईहरु पनि यसरी नै पिउनुस्। हुन्छ मित्रहरू, म अरु भिडियोमा पनि तपाईहरुलाई यस्तो स्वास्थ्य वर्धक बारेको धेरै कुराहरु जानकारी गराउने नै छु।